Pedindo pix pros cara que é bigode. Hoje em dia é difícil encontrar uma menina que não trabalha no job. Todas viciadas em हामीलाई एउटा सेट देखाउँछ सेक्ट जसको नाम हो युनिभर्स सेक्ट। त्यसमा 3 जना मान्छे देखाउँछ जसलाई एउटा मान्छेले गाली दिइरहेको हुन्छ। उसले भन्छ कि मेरो मास्टरलाई यो सेटमा किन बढी गर्न नदिया, मेरो मास्टर त महान मास्टर हो, अनि तँलाई तेरो मास्टरलाई बढी हान्न हो नि त यो सोर्ड लिग अनि मसँग फाइट खेल्न आइज भनेर त्यो केटीले भन्छ। त्यो सुन्छ अनि त्यो केटाले अनि सबै मान्छेहरू त्यो माथि हाँस्न थाल्छ। उसलाई पनि निकै रिस उठेको हुन्छ। अनि त्यति बेला एउटा मान्छे भिडबाट आउँछ अनि उसले भन्छ म जोन आउटर सेक्टको एउटा एल्डर, जसमा एउटा तपाईँ एउटा इनर सेक्टको एल्डर भएर एउटा जाबो एउटा बच्चालाई हेर्न खोजिरहनु भयो। तपाईँ के गर्दै हुनुहुन्छ जबकि यो मान्छेले तपाईँलाई एकदमै हेल्प गरेको थियो, यो मास्टरले तपाईँलाई एकदम हेल्प गरेको थियो, तपाईँले फर्काउन सक्दैन। यो कुरा सुनेर हिरोलाई लाग्छ कि त्यसलाई त हेपेको छ अनि त्यो रिसाउँछ। त्यसले उसको मास्टरलाई बढी नानेको बेलाले ऊ एकदमै रिसाएर उसको भित्रबाट बडीबाट ब्ल्याक ओरा निस्किन्छ। त्यो ओराले गर्दा ऊ एकदमै उसको आँखाबाट कालो निस्किन्छ, कालो ब्ल्याक फक निस्किन्छ, जो देखेर एक्सट्रिमली पावरफुल फोर्स मिन्स एकदम पावरफुल फोर्स निस्किन्छ उसको बडीबाट। ऊ एकदमै डिमोनाइज टाइपको भएको हुन्छ। अनि त्यति बेला उसले सोर्ड लिन्छ अनि त्यो सोर्डलाई झ्याम्म चलाउँदै अगाडि बढ्न थाल्छ। अनि जब यो कुरा देख्छ त्यो इनर सेक्टको एल्डरले रोक्न खोज्छ, त्यही पनि उसको कालो फकको अगाडि उसले केही नि गर्न सक्दैन। अनि यो अचानक हामीले देख्छौँ कि उसको घाँटीमा हिरोको तरवार छ। त्यो देखेर सबजना सक हुनेवाला छ। सबजनाले भन्छ फेलिक्स, हाम्रो हिरोको नाम फेलिक्स हो, फेलिक्स छोडिदियो त्यो केटीलाई छोडिदियो, त्यो एउटा इनर सेक्टो एल्डर हो जसले गर्दा तनी पनि मर्न सक्छस् भन्ने भन्छ। त्यही पनि उसले चला जस्तो लाग्छ तर उसले त्यो केटीलाई छोडिदिन्छ अनि भन्छ मैले तँलाई छोडिदिएँ बच्चा जा भन्ने भन्छ। त्यसपछि उसले के गर्छ भने सबै मान्छेलाई हेर्छ अनि तल हाम फाल्छ। अनि जब त्यो केटीलाई लास्टै रिस उठ्दै जान्छ अनि पछाडिबाट एट्याक हान्न खोज्दा फेरि त्यो आउटर सेक्टर एल्डरले फेलिक्स हट त्यहाँबाट म तँलाई बचाउँछु भनेर आउँछ अगाडि। अनि त्यो मान्छेले भन्छ तँलाई यसको मास्टरले धेरै गुण हाने, तैँले प्रमिस हाने थिइस् यसको मास्टरलाई सहयोग गर्ने भनेर, अब तैँले आफ्नो प्रमिस पुरा गर अनि यसको मास्टरलाई बढी हान्न दे भनेर भन्छ। अनि हिरोले पनि त्यही कुरा भन्छ कि मेरो मास्टरलाई बढी हान्न दे। अनि त्यसले भन्छ यो फुच्चैले मलाई हेर्न खोज्यो, रुक एक दिन म तेरो सबै वेपन अनि तेरो आर्टिफ्याक्टहरू लिएर जान्छु भनेर भन्छ। अनि त्यसपछि उसले आफ्नो मास्टरलाई एउटा रुखको मुनि गाडिदिन्छ, मास्टरको फेभरेट ठाउँको मुनि। अनि भन्छ मास्टरको नाम कोल्टन हुन्छ, कोल्टन। अब उसले भन्छ तपाईँले दिएको यो गोल्डन लिफ स्क्रिप्चर म प्र्याक्टिस हानेछु भनेर भन्छ। अनि उसले मास्टरले भनेअनुसार 5 वर्ष प्र्याक्टिस गर्न थाल्छ। कति मौसम फेरिए त्यही पनि ऊ डटिरहन्छ। अनि 5 वर्षसँग प्र्याक्टिस गर्दा फेरि अचानक लाइटनिङ आउँछ अनि उसले थाहा पाउँछ अनि 5 वर्ष पुरा भइसक्यो। अनि उसले भन्छ मास्टरले भनेको थियो मेरो ग्रेभलाई डिग गर भनेर, त्यसले उसले डिग गर्छ अनि त्यो ग्रेभको भित्र एउटा रेड कलरको फग आएको एउटा कर्डन हुन्छ। त्यो देखेर त्यो दङ्गी पर्छ, त्यो के हो त्यो त उडेर गयो भनेर भन्छ उसले। अनि त्योबाट एउटा ड्र्यागन निस्किन्छ। त्यो देखेर त्यो अचम्म पर्छ, एउटा ड्र्यागन कसरी आइपुग्यो यहाँ। अनि उसले भन्छ त्यो कर्डनमा ड्र्यागनको ब्लड छ भनेर। अनि त्यो एकछिन सक भइरहेको हुन्छ। अचानक त्यो ड्र्यागनले त्यसलाई एट्याक गरे जस्तो हुन्छ। अनि त्यो त ड्र्यागन कर्डन हो भनेर भन्छ। अनि उसको शरीरभित्र छिर्छ। अनि त्यसपछि ऊ चिच्याउँछ एकदमै। अनि उसको चिक आहा कति बेसरी चिच्याउँछ उसले।